वेलकम ब्याक नमस्ते स्वागत छ गाइस तपाईहरुलाई आजको हाम्रो नयाँ भ्लगमा। आजको भ्लगमा चाहिँ एकदमै बबाल हुनेवाला छ। कृपया हाम्रो भ्लगलाई चाहिँ अन्तिमसम्म हेर्दिनु होला। एन्ड थ्यांक यू सो मच गाइस। हैन तपाईहरुको साथ र सपोर्टको कारणले गर्दा नै हामी अहिलेसम्म यहाँ पुगेको छ। आई होप सो भविष्यमा अझै फेरि ओके धेरै अगाडि जाने पुग्ने छौँ है गाइस। सो प्लिज किप अन सपोर्टिङ गाइस। एन्ड वान मोर थिङ गाइस, मलाई एउटा नराम्रो लाग्यो हैन गाइस, तपाईहरु सब्स्क्राइब गर्नुहुन्छ फेरि अनसब्स्क्राइब गरिदिनुहुन्छ कि गाइस। हैन यो चाहिँ एकदमै हैन एकदमै फ्रस्ट्रेटिङ हुन्छ कि गाइस। हैन यस्तो हुन्छ कि गाइस, हैन तपाईले सब्स्क्राइब गर्नु, हामी डेली हैन त्यो वाइटी स्टुडियो हेरेर हुन्छ के। अनि त्यसको कारणले गर्दाखेरि के हुन्छ भने सब्स्क्राइब यहाँ बढ्यो भने एकदम खुसी भइन्छ कि। अनि फेरि अनसब्स्क्राइब गरिदिनुहुन्छ हैन, अनि त्यसपछि एकदमै डिमोटिभेट भइन्छ कि गाइस। यदि तपाईलाई अनसब्स्क्राइब नै गर्नु छ भने अनसब्स्क्राइब नै गर्नु छ भनेपछि हैन प्लिज गाइस हैन सब्स्क्राइब चाहिँ नगर्दिनु हैन। त्यो सब्स्क्राइब गरिसकेपछि अनसब्स्क्राइब चाहिँ नगर्दिनु के गाइस प्लिज है। सो लेट्स गो टु द आवर मेन कन्टेन्ट। गाइस अहिले चाहिँ हेर्दै गर्नुहोस् हाम्रो भिडियो चाहिँ हैन एकदमै मजा आउनेवाला छ। अब यहाँ हुनुहुन्छ हाम्रो आमा, यहाँ हुनुहुन्छ हाम्रो आज बर्थडे गर्ल हुनुहुन्छ। ओ आन्टी ह्याप्पी बर्थडे आन्टी। यसो हेर्दैन त बस बस लगाइन्छ। यहाँ चाहिँ हाम्रो बर्थडेको लागि यहाँ पार्टीको लागि यहाँ भन्दैछ। ओके तपाईहरुलाई के भन्न चाह्यो भने चाहिँ यहाँ हेर्नुहोस् गाइस। ल गाइस को खाने मासु खान सक्नुहुन्छ 3 केजी छ। यो हामीले चाहिँ अहिले हर्दी र नुन हालेर यसरी मिक्स गरेर यस्तै राख्यो। रोस्ट बनाउने हो कि यसको, त्यसैले यस्तो बनाऊ। अनि यो चाहिँ यहाँ तिल भुट्दैछन्। यहाँ चाहिँ बर्थडे गर्ल हुनुहुन्छ, विदाउट मेकअप हुनुहुन्छ कि, त्यसैले यहाँ मुख देखाउनु भने चाहिँ लाज मान्दैछन्। ल काँक्रा, वाउ गाइस काँक्रा मस्त छ गाइस। ल आलु छिन्यो तातो होला। यहाँ आलु पनि बनिसकेको छ गाइस हैन बोइल गरेर। एउटा कुरा गाइस, आज चाहिँ आन्टीको बर्थडे हुनाले हो के आज पानी परेको थियो है ढङ्गरीमा। सिरियसली गाइस एकदम जोरको पानी परेको थियो लास्टै। अहिले त्यसैको कारणले गर्दाखेरि अलिक चिसो पनि भइरहेछ। ल गाइस अब चाहिँ हामी केही समयमा आलु छिल्दैछौँ है। आलु अब यहाँ हामी ल अल्छ आन्टी हेर्नु बर्थडे गर्ल पुरा मुख सुनाउँदैछन्। ओ आन्टी ल अहिले चाहिँ हामी यहाँ मासु सरी मासु भन्छ आलु काट्दैछौँ। सो म जस्तै मासु लगाउनु हुँदा आलुलाई पनि मासु नदेख्नु होला है गाइस तपाईहरु। अहिले चाहिँ हामी मासु मस्त रोस्ट गर्दैछौँ। सिरियसली गाइस पानी जति परे पनि ढङ्गरीमा त लास्टै गर्मी हुन थालिसक्यो। अहिले पनि यस्तो गर्मी भइरहेको छैन। आज यस्तो पानी पर्यो त्यही पनि अझ यस्तो गर्मी छ कि गाइस। र यहाँ अब हामीले यो चाहिँ अचार बनाउनुको लागि हो। हामीले यसमा अचारको लागि चाहिँ काँक्रा काट्यो हैन, अनि यहाँ आलु अनि यो खुर्सानी हेर्न सक्नुहुन्छ गाइस। अनि यो चाहिँ रोस्ट बन्दैछ हाम्रो मासुको। यो चाहिँ हो रोस्ट। यहाँ चाहिँ पुङ्गा प्रिन्स ओ नङ्गा पुङ्गा प्रिन्स। यो चाहिँ तिल हो गाइस हैन। अब एकछिनमा हामी यसलाई पिस्नेवाला छौँ अचारको लागि हो। अब चाहिँ हामी अचारमा तिल मिक्स गरेर छौँ, तपाईहरु हेर्न सक्नुहुन्छ। आन्टी त्यही हात नधोएको हातले हैन त्यही तिल मिक्स गर्दैछन्। अरे आइफोनमा राम्रो हुन्छ त थाहा छ। पछि गाइस यो अचारमा हामीले हेर्न सक्नुहुन्छ यो खुर्सानी पनि भुटेर हालिसक्यो हैन। अब केही समयमा हामी मिक्स गर्नेवाला छौँ। आन्टी त्यही हात नधोएको हातले नै यहाँ मिक्स गर्नेवाला छ गाइस। यहाँ हुनुहुन्छ हाम्रो प्रिन्स। के छ प्रिन्स सन्चै छौ? हो भक्कै गर्लफ्रेन्ड भेटेर आऊ तिमी? छैन छैन गर्लफ्रेन्ड छैन कि गर्लफ्रेन्डलाई भेटेर आयो भने हो हैन के हैन नसवाल सुनिराथे कालु भन्दै थिए। रोस्ट बनिसकेको छ यम्मी यम्मी वाला रोस्ट। को हुनुहुन्छ यहाँ मासु लभर गाइस कमेन्ट गर्नु होला। प्रिन्स तिमी मासु खानु नि हैन? खान्नौ? रोस्ट मात्रै हो। अचार बनाउनु मासु राजा उतादेखि केटीहरुको लागि चुक्ल्यो सचमा यस्तो गरम छ कि के भन्ने गाइस। 4-3 बजे 2 बजे कुनाको न तिनीहरुलाई गेट आउट हो।
कोकोलाई अचार मनपर्छ गाइस कमेन्ट पनि गर्नु होला एकदमै मस्त हुन्छ अचार चाहिँ हो सिरियसली गाइज ल अहिले चाहिँ हामीले भर्खर खानासाना खाएर आइसक्यो होइन गाइज अब चाहिँ हामी स्कुलको लागि रेडी हुँदैछौँ तपाईँलाई थाहा छ हाम्रो 1:30 बजीबाट हुन्छ अब हामी चाहिँ सायद अहिले चाहिँ ढिला भइरहेको छ जस्तो लाग्यो होइन अब ढिला हुने जस्तो छ आज चाहिँ होइन के हामी फटाफट कपडा लगाउँछौँ अनि हामी स्कुलतिर लाग्छौँ अनि पछि आज चाहिँ हामी बर्थडे पार्टीको लागि त्यहाँ जान्छौँ है गाइज के पनि वाचिङ ओहो गाइज ल त है गाइज तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ पानी परेर रोड चाहिँ यस्तो बब्बाद भएको छ होइन सिरियसली गाइज एक दिन पानी पऱ्यो यस्तो भइहाल्यो यहाँ रोड चाहिँ अब यसबाट हामीले उहाँ हुनुहुन्छ हाम्रो दिदी हो सिरियसली क्या आज चाहिँ एकदमै ढिला भइसक्यो होइन गाइज यस्तो घाम छ भने ल गाइज अब हामी चाहिँ डाइरेक्टली स्कुल जान्छौँ अनि त्यसपछि हामी बर्थडेमा भेट्छौँ है कि पनि किन र गाइज फाइनली अब चाहिँ हामीहरू यहाँ आइसकेको छु तपाईँले चिनिसक्नु होला यो लोकेसन चाहिँ को भनेर यो अझै पनि तपाईँलाई याद दिलाइदिउँ म होइन यो चाहिँ हो कहाँ हो गाइज राजपुर या राजघाट हो गाइज होइन यो चाहिँ हाम्रो भाइरल पुल हेर्न सक्नुहुन्छ तपाईँहरू भाइरल पुल कच्चा अनि एज युजल यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू आन्टीहरूको यहाँ ड्रामा यहाँ टिकटकमा हो गाइज अब चाहिँ अब हामीहरू केही समयमा बर्थडे केक छ यहाँ यहाँ हुनुहुन्छ यहाँ आन्टी यसो हजुर आन्टी के भन्न चाहनुहुन्छ हजुर राजघाटको यो भाइरल पुल एकदम राम्रो छ होइन अनि त्यही सुनेर हामीहरू पनि यहाँ यस्तो आज बर्थडे पार्टी गर्न आएको सबैजना आउनु होला सबैजना आउनु कहाँ आउनु होला सबैजना राजघाटको यो भाइरल पुल यहाँ कता भन्छन् कञ्चनपुर यो राजपुल पारी चाहिँ कञ्चनपुर यहाँ हुनुहुन्छ हाम्रो आन्टी होइन के भन्ने ए सरी आन्टी भन्ने होइन बजाइ हो बजाइ यहाँ हुनुहुन्छ ए ल ल हाम्रो हुनुहुन्छ यहाँ दिदी हुनुहुन्छ होइन दिदी भन्नु न ए भाइ यहाँ हुनुहुन्छ हाम्रो प्यारे बहिनी यहाँ हाम्रो बहिनी बस्नु अहिले सबै देखाउँछु म अब यहाँ हुनुहुन्छ ल बर्थडे गर्ल हुनुहुन्छ चिनिहाल्नु भयो होला होइन को भनेर तपाईँहरूलाई गाइस अनि अरू कहाँ हुनुहुन्छ अरू यहाँ हुनुहुन्छ आन्टी हजुर नाम हजुरको शुभ नाम भनिदिनुहोस् न अनि हजुरको नाम मेरो नाम चाहिँ आशा चन्द ए अनि हजुरको नाम सुनिता ठगुनी ए हुन्छ राधिका बाबुको बहिनी हुने राजकुमारको बुढी ए सेम राधिका ऊ छ न हजुरको राधिका ऊ सेम त्यस्तो बहिनी जस्तो फेस देखाएन हजुरलाई मलाई त त्यस्तो लाग्यो अलिअलि म त्यस्तै बहिनी हो कि जस्तो लाग्यो क्या मलाई ल अहिले चाहिँ घामले मरिरहेको छु बर्थडे त बनायौँ वाली पपकर्न वाली पापड वाली चटपटे वाली हेलो गाइज म चाहिँ मासु वाली म चाहिँ बर्थडे गर्ल केक वाली म चाहिँ क्यामेराम्यान गाइज दिदी भन्नु थाहा छ अहिले चाहिँ हामीहरूको भिआइपी मान्छे आउँदै हुनुहुन्छ त्यसको लागि हामी वेट गर्दैछौँ यहाँ हेर्नु सक्नुहुन्छ केक सेक सब पग्लिसक्यो केक हेर्नु सब पग्लिसक्यो होइन त्यही पनि काटिरहेको छ भिआइपी त्यहाँ अमेरिकाको प्रेसिडेन्ट आउँदैछ यही होला पक्का त्यही होला हो यहाँ हुनुहुन्छ हाम्रो बहिनी यहाँ हुनुहुन्छ टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु आन्टी ह्याप्पी
यस्तो गर्मी छ ल हेर्न सक्नुहुन्छ गाइज अहिले भर्खरै मैले यहाँ यसो मोहनामा गएर स्विमिङ गरेँ हो गाइज भनेर भन्न मिल्दैन यहाँ अब हेर्न सक्नुहुन्छ अब चाहिँ हाम्रो खाने कार्यक्रम सुरु भइसक्यो यहाँ सबभन्दा भुक्कर भनेको यो आन्टी हुन् एकदम नम्बर भुक्कर वान अनि त्यसपछि उता हुनुहुन्छ भुक्कर नम्बर बहिनी 2 लगायत तपाईँले हेर्न सक्नुहुन्छ हाम्रो यो राजघाटको भाइरल पुल चटपट सबभन्दा काम चोर भनेको यही आन्टी हुन् यहाँ हेर्नु सक्नुहुन्छ गाइज ध्यान चाहिँ लास्टै तपाईँलाई थाहा छैन होला होइन झुट भन्ने शब्द यहाँ आन्टीबाट नै निस्कियो सुरुमा थाहा छ नि जुन चाहिँ हाम्रो कामचोर भनिदिनु त को कामचोर भनिदिनु त हजुर मेरोमा त्यस्तो फाटा फाटा गरेर नदिनु यार बरु मलाई यो नहालिदिनु यो मलाई मन पर्छ खाना हजुर मैले आलु कहिले छिल्दियो आलु छिल्दियो मैले चाहिँ है गाइस खाने जस्तो अनि मासु कसले ल्याएर हो होइन ल अब चाहिँ यहाँ सबै खानाको लागि सबै रेडी भइसकेको छन् खै हजुरको थाल हुन्छ फेरि अनि हजुरको थाल खै ए म त क्यामेराम्यान हो नि त क्यामेराम्यान खाँदैनन् ल मोमो गाइस कुकुरा मोमो मनपर्छ तपाईँहरू अलिक राम्रोसँग देखाउनु न तपाईँहरू मासु लभर हुनुहुन्छ या मोमो लभर हुनुहुन्छ कमेन्ट गर्नु होला है म चाहिँ मासु लभर हो ल गाइस अब चाहिँ हामीले खाने कार्यक्रम सबै समाप्त भइसकेको छ अब चाहिँ केही समयमा हाम्रो यहाँ डिजे हुनेवाला छ आई मिन यो गाना हेर्नु सक्नुहुन्छ स्पिकरमा हामी यहाँ डान्स गर्नेवाला छु ल गाइस अब हामी फटाफट नाचिहाल्नुपर्छ ल डिजे बजाऊ गाइस गाइजन ल आन्टीहरू जल्दी बजाउन न जो भने ल अब चाहिँ हामीले डान्स गर्नेवाला छौँ यहाँ हेर्न सक्नुहुन्छ गाइस यस्तै तपाईँहरू पिकनिकमा आएर खाइसकेपछि होइन यस्तै चाहिँ फोन नगर्नु होला है गाइस किन यहाँ तपाईँहरू जस्तो यस्तै पब्लिक एरियामा आएर यस्तै चाहिँ खाएर होइन यस्तै चाहिँ नफालिदिनु होला भन्ने यो चाहिँ हजुरलाई हार्दिक अनुरोध गर्दछौँ हामीहरू चाहिँ यहाँ हेर्न सक्नुहुन्छ गाइस एउटै पुलमा यस्तो दुईवटा चाहिँ आउन सक्दैन त्यसैले कृपया होइन यदि तपाईँहरू आउँदै हुनुहुन्छ यदि यहाँ कोही आउँदैछ भनेपछि एकछिन वेट गर्नु होला उसलाई पार हुन दिनु अनि त्यसपछि तपाईँ जानुहोस् क्या गाइस अब यो सानो पुल हो होइन यसमा दुईवटा बाइक एकैचोटि जान सक्दैन ल गाइस नेपालीले चान्स पाए त गर्छ गाइस पुलबाट पनि अटो पनि निकालिदिइरहेछ ल ये गाइस अहिले चाहिँ अब हामीले सब यहाँ तपाईँ हेर्न सक्नुहुन्छ सब खाली भइसक्यो हामीले खाइसक्यो होइन अब सब नास्ता पार्टी सार्टी पनि सब भइसक्यो अब चाहिँ हामीले पुलमा जान्छौँ पुलमा गएर चाहिँ अलिक फोटोसोटो भिडियो सिडियो बनाउँछौँ
होइन। अनि त्यसपछि चाहिँ हामीहरू घरतर्फको लागि लाग्छौँ गाइस। गाइस बहरे यस्तो मस्त हावा, अहिले त क्या मस्त हावा पनि आउँदैछ। यो मोहना, हजुर सही भन्नुभयो, मोहना नदी हो चाहिँ। अब चाहिँ हामीहरूमा यस्तो फोटो पनि खिच्न सुट भएर चाहिँ यहाँ ल तपाईँ हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ अब चाहिँ हाम्रो यहाँ क्यामेरा सुट भइरहेछ बर्थडे गर्लको। सब यहाँ गाइस होइन। यहाँ यता चाहिँ आइफोनबाट फोटो खिचिरहेको छन्, फोटो सुट भइरहेछ भने उता क्यामेराबाट फोटो सुट भइरहेछ होइन। अनि म भने चाहिँ के गरेको छु, म आफ्नो फोटो आफै खिचिरहेको छु गाइस। म चाहिँ आफ्नो फोटो आफै खिचिरहेको छु। चाहिँ यहाँ हाम्रो आन्टी हुनुहुन्छ होइन, आन्टी गफाडी आन्टी हुनुहुन्छ। आन्टी हजुरलाई चाहिँ हाम्रो आन्टीको अर्को आन्टीको बर्थडे चाहिँ कस्तो लाग्यो? राम्रो त राम्रो, एकदम रमाइलो भयो। तर गर्मी लास्टै यहाँ टाउको दुखेर फुट्ला जस्तो भयो। फाउन्डेसन पनि निस्किहाल्यो गर्मी छ, तर रमाइलो छ है। सबैजना आउनु होला गाइस। यतातिर पुल छ, रमाइलो नगर न, यिनीहरू यस्तै गर्छन् यार। कस्तो गर्छ? चस्मा लगाइदिनु न, खै चस्मा ल चस्मा यहाँ गर्नु त। यो 2 रुपियाँ चिट्ठा वाला पर्यो है यो चाहिँ। होइन पनेरुमा 1800 को चस्मा बनगाउँबाट ल्याएको आन्टी, मोटेबाट ल्याएको हेर्न सक्नुहुन्छ यहाँ फाउन्डेसन आन्टीको। आन्टी हजुरको त्यो आधी तोलाको सुन्थेको हो नि त? ए होइन, आन्टीको आधी तोलाको सुन है, आधी तोलाको। अब चाहिँ हामीको ओके आजको ब्लगको चाहिँ अन्त्य चाहिँ हामी यहीँ गर्नेवाला छौँ। सो एकदमै तपाईँलाई कस्तो लाग्यो लाइक कमेन्ट पनि गरिदिनु होला है गाइस। थ्याङ्क यू सो मच फर वाचिङ।